ओके, अब चाहिँ हामी किङडम प्लान्टीमा पर्ने डिभिजनको बारेमा दुईवटा डिभिजनको बारेमा डिस्कस अलरेडी गरिसकेका छौँ। त्यसपछि थर्ड नम्बरमा डिभिजन जुन हाम्रो छ ट्राइकोफाइटा। यो ट्राइकोफाइटा भनेको के हो, यो ट्राइकोफाइटाको क्यारेक्टरहरू के छ भनेर अब हामीले किङडम प्लान्टीमा पर्ने डिभिजन ट्राइकोफाइटाको बारेमा पढ्छौँ। फर्स्ट क्यारेक्टर छ किङडम प्लान्टीमा पर्ने डिभिजन ट्राइकोफाइटाको। इट्स इन्क्लुड वेल डेभलप प्लान्ट। यिनीहरू कस्तो इन्क्लुड भएको हुन्छ, यिनीहरूमा के इन्क्लुड भएको हुन्छ, वेल डेभलप प्लान्ट, एउटा राम्रोसँग स्ट्रक्चर भएको, राम्रो डेभलप भएको प्लान्ट इन्क्लुड भएको हुन्छ ट्राइकोफाइटामा पर्ने प्लान्टहरू। अनि त्यसपछि सेकेन्डमा क्यारेक्टर छ दे आर भास्कुलर प्लान्ट एज दे कन्टेन जाइलम फिलो एन्ड भनेको टिस्युजहरू हुन्छ। यिनीहरू चाहिँ कस्तो हुन्छ भनेपछि भास्कुलर प्लान्टहरूबाट बनेको हुन्छ। जाइलम एन्ड भनेको फिलोन भनेर टिस्यु, जुन भास्कुलर प्लान्ट भनेको एउटा राम्रो भास्कुलर एडभान्स टाइपको, जस्तै भनेको जाइलम र टिस्यु जुन सबै अर्गान्सहरू मिलेर बनेको हुन्छ त्यसलाई भास्कुलर प्लान्ट भनिन्छ। त्यस्तो जुन डिभिजन ट्राइकोफाइटा छ, डिभिजन ट्राइकोफाइटामा भास्कुलर प्लान्टहरू जहाँ चाहिँ के कन्टेन्ट भएको हुन्छ, जाइलम र फिलोन भनेर टिस्यु छ, प्लान्टहरूमा पाइन्छ जाइलम र फिलोन भनेर टिस्युस, त्यो चाहिँ हाम्रो भास्कुलर प्लान्टभित्र पर्छ। त्यस्तो प्लान्ट छ भने यदि हाम्रो ट्राइकोफाइटा डिभिजन भनेर बुझ्नुपर्छ। नेक्स्ट थर्ड नम्बरमा क्यारेक्टर छ हाम्रो दे मेबी। दे मेबी भनेको हर्ब्स भयो, त्यसपछि सर्बहरू भयो, त्यसमा ट्रिजहरू, डिफ्रेन्ट टाइपको ट्रिजहरू, जस्तै मेडिसिन टाइपको जुन हाम्रो पहाडी क्षेत्रमा पाइने डिफ्रेन्ट टाइप्सको मेडिसिन हर्ब प्लान्ट्सहरू हुन्छ नि, हो त्यस्तो हर्ब प्लान्ट्सहरू हाम्रो ट्राइकोफाइटा डिभिजनमा पर्छ। अब यो ट्राइकोफाइटा डिभिजनलाई फेरि सब डिभिजन गरेको छ। कतिवटा सब डिभिजन डिभाइड गरेको छ, तीनवटा सब डिभिजन छ। पेरिडोफाइटा, ग्यामोस्पर्म एन्ड भनेको एन्जियोस्पर्म भनेर तीनवटा सब डिभिजनमा डिभाइड गरिएको छ। कसलाई भनेपछि जुन डिभिजन हाम्रो ट्राइकोफाइटा छ त्यसलाई सब डिभिजनमा यसरी तीनवटा सब डिभिजन डिभाइड गरेको छ। अब पेरिडोफाइटा भनेको के हो, पेरिडोफाइटामा के पर्छ, पेरिडोफाइटाको क्यारेक्टर के हो भनेर सबैको बारेमा हामीले वान बाई वान डिस्कस गर्नेछौँ। फर्स्टमा पेरिडोफाइटा। पेरिडोफाइटा इट इज अल्सो कल्ड बोटानिकल स्न्याकर्सन, स्न्याक्स अफ प्लान्ट। पेरिडोफाइटा भनेको यसलाई हामीले के पनि भन्न सकिन्छ, बोटानिकल स्न्याकर्सन, स्न्याक अफ प्लान्ट भनेर। जुन हाम्रो बोटानिकल टर्ममा जुन प्लान्ट छ, स्न्याकर प्लान्टहरूलाई, त्यसलाई हामीले पेरिडोफाइटा भनेर सब डिभिजनमा राखेका छौँ। अब यसबाट हामीले एमसिक्यू क्वेसन पनि धेरै इम्पोर्टेन्ट छ। कसरी आउँछ भनेपछि एमसिक्यू क्वेसन भनेर यसरी बिचबिचबाट जहिले पनि सोधिन्छ। अब तिमीहरू हुन्छ नि एमसिक्यू क्वेसनहरू धेरै गाह्रो हुन्छ होइन, तर हाम्रो जुन फाइलम क्लासिफिकेसन अर्गानिजम, जुन फाइलम भयो, सब डिभिजन, किङडमहरूको यसरी यिनीहरूको क्यारेक्टरको बिचबिचबाट एमसिक्यू क्वेसनहरू बनाइन्छ जहिले पनि। अब यहाँबाट पनि एउटा एमसिक्यू क्वेसन भन्छ, के भन्छ भने मल्टिपल चोइस क्वेसनमा विच सब डिभिजन कल्ड बोटानिकल स्न्याकर्सन, स्न्याक्स अफ प्लान्ट, कुन एउटा सब डिभिजन छ जसलाई हामीले बोटानिकल स्न्याकर्सन, स्न्याक्स अफ प्लान्ट भनिन्छ अथवा बोटानिकल स्न्याकर्स प्लान्ट भनेर बुझ्नुपर्छ। डाइरेक्ट हामीले के बुझ्नुपर्छ, ट्राइडोफाइटा। गाइनोस्पर्म पनि हुँदैन, एन्जियोस्पर्म पनि हुँदैन, ट्राइडोफाइटामा जुन पर्ने प्लान्ट्सहरू हुन्छ, अर्गानिजमहरू, त्यसलाई हामीले बोटानिकल स्न्याकर्सन भनेर, स्न्याक्स अफ प्लान्ट भनेर बुझ्नुपर्छ। अब त्यसपछि पेरिडोफाइटाको जुन छ हाम्रो, त्यो पेरिडोफाइटाको डिफ्रेन्ट क्यारेक्टरहरू छ। फर्स्ट क्यारेक्टर छ के भनेपछि दे आर ग्रो। दे आर भनेको डेभलप हुन्छ, ग्रो हुन्छ केमा, मोस्टली इन द मोइस्ट प्लेस, जहाँ चाहिँ एउटा ओसिलो ठाउँ, पानी मोइस्चर भएको ठाउँमा छ, त्यस्तो ठाउँमा त्यस्तो प्लान्ट पेरिडोफाइटामा पर्ने प्लान्टहरू चाहिँ ग्रो हुन्छ, डेभलप हुने काम गर्छ र स्यान्डी एन्ड कुल भनेर प्लेसमा डेभलप हुन्छ। त्यसपछि अर्को क्यारेक्टर छ हाम्रो सेकेन्ड नम्बरमा, दे आर डेभलप नन फ्लावरिङ प्लान्ट। यिनीहरू चाहिँ कस्तो हुन्छ, नन फ्लावरिङ प्लान्ट हुन्छ, फुल फुल्दैन, फुल नफल्ने बिरुवा भनेको हाम्रो नन फ्लावरिङ प्लान्टमा डेभलप भएको हुन्छ। डिभिजन भनेको सब डिभिजन हाम्रो पेरिडोफाइटा। त्यसपछि के छ, हुज बडी, जसको बडी चाहिँ नन फ्लावरिङ प्लान्ट हुन्छ डेभलप भएको, जसको बडी चाहिँ के हुन्छ भनेपछि इज डिफ्रेन्सिएटेड इन्टु रुट, स्टिम, लिफ। दे आर भनेको डेभलप नन फ्लावरिङ प्लान्ट हुन्छ, यिनीहरूको बडी चाहिँ डिफ्रेन्सिएटेड भएको हुन्छ, रुटमा पनि, स्टिममा पनि र लिफमा पनि डिफ्रेन्सिएटेड भएको छ। यदि त्यस्तो प्लान्टहरू छ भने हामीले पेरिडोफाइटा भनेर फाइलम प्लान्टमा बुझ्नुपर्छ। नेक्स्ट क्यारेक्टर छ हाम्रो दे कन्टेन कन्डक्टिङ टिस्युज। जुन पेरिडोफाइटा सब डिभिजनमा पर्छ, तिनीहरू चाहिँ कन्टेन्ट के गरेको हुन्छ भने कन्डक्टिङ टिस्युजहरू हुन्छ। कन्डक्टिङ टिस्युज के हुन्छ, जाइलम र फिलोम जहिले पनि कन्डक्टिङ भास्कुलर टिस्युजभित्र पर्छ।
त्यसपछि 4 नम्बरको क्यारेक्टर छ पेरिडोफाइटाको, दे रिप्रोड्युस असेक्सुअली मेथडबाट। यिनीहरूको रिप्रोडक्सन चाहिँ कुन मेथडबाट हुन्छ? असेक्सुअली मेथडबाट हुन्छ। असेक्सुअली मेथड भनेको विदाउट मेल एन्ड फिमेलको बिना हुन्छ, भनेको विदाउट मेल एन्ड फिमेलको, मेलको केसमा जुन हाम्रो ओभम एन्ड स्पर्मको मिक्स नभइकन वा कोगुलेट नभएर यिनीहरू असेक्सुअली मेथडबाट हुन्छ। जस्तै स्पोरहरू हुन्छ, प्लान्टको स्पोरहरू, जस्तै प्लान्ट हामीले कटिङ गरौँ स्टिममा, त्यहीबाट अर्को प्लान्ट पलाउँछ नि स्पोरहरू, स्पोरबाट पनि प्लान्टको बर्ड्स फर्मेसन हुन्छ, स्पोरलेसन हुन्छ। त्यस्तो मेथडबाट चाहिँ यिनीहरू चाहिँ के हुन्छ? रिप्रोडक्सन हुन्छ। यसलाई हामीले असेक्सुअली मेथड भनिन्छ। सेक्सुअली मेथड भनेको जेनरली मेल र फिमेलको कोगुलेट हुने, मेलको केसमा भनेको ओभम, त्यसपछि मेलको केसमा भनेको स्पर्म हुन्छ, त्यसपछि भनेको फिमेलको केसमा ओभम चाहिँ जुन चाहिँ कोगुलेट भएर यस्तो प्रोसेसबाट रिप्रोडक्सन हुन्छ भने त्यसलाई सेक्सुअली रिप्रोडक्सन भन्छ। अब यिनीहरूमा प्लान्टहरू हो होइन, यिनीहरू रिप्रोडक्सन भनेको स्पोरहरूबाट हुन्छ, बर्ड सानो सानो नोटहरूबाट अर्को प्लान्टहरू फर्मेसन भएको हुन्छ, त्यसलाई स्पोरलेसन प्रोसेसबाट त्यसलाई असेक्सुअल रिप्रोडक्सन भन्छ है, विदाउट मेल एन्ड फिमेल ग्यामेट बिना भन्छ। ओके, एन्ड द्याट इज बाई द फर्मेसन अफ भनेको स्पोर, यिनीहरूको फर्मेसन स्पोरबाट भएको चाहिँ स्पोरलेसन प्रोसेस भनिन्छ। अब तिमीहरू यसबाट पनि एमसीको क्वेसन आउँछ भनेपछि के आउँछ भनेपछि वाट इज स्पोरलेसन भनेको के हो? स्पोरलेसन भनेको फर्मेसन अफ स्पोर, अप्सनहरू हुन्छ, फर्मेसन अफ स्पोर, फर्मेसन अफ ग्यामेट, फर्मेसन अफ जाइगोट, 3-4वटा अप्सन दिएको हुन्छ। तिमीहरू स्पोरलेसन भनेको फर्मेसन अफ स्पोरबाट बन्छ, त्यस्तो मेथडलाई हामीले स्पोरलेसन भनेर बुझ्नुपर्छ। यहाँबाट पनि हाम्रो एमसी क्वेसन बन्यो। त्यसपछि अर्को जुन चाहिँ हाम्रो 5 नम्बरको क्यारेक्टर, दे सो अ डिस्टिङ अल्टरनेसन अफ जेनेरेसन। अल्टरनेसन जेनेरेसन भनेको हाम्रो दुईवटा हुन्छ है। अल्टरनेसन जेनेरेसन भनेको मेल एन्ड फिमेलको केसमा हुन्छ। मेलको केसमा भनेको स्पर्मोफाइट हुन्छ, स्पर्म भनेको एउटा प्रोसेस, स्पर्म रिलिज भएर जुन प्रोसेस हुन्छ त्यसलाई भनेको स्पर्मोफाइट भनिन्छ। अब फिमेलको केसमा भनेको हाम्रो ग्यामेटोफाइट हुन्छ फिमेलको केसमा, जहाँ चाहिँ ओभर र इगहरू नि रिलिज भएर एउटा जुन प्रोसेस हुन्छ त्यसलाई हामीले ग्यामेटोफाइट भनेर बुझ्नुपर्छ। हो, यसरी स्पर्मोफाइट र ग्यामेटोफाइटको जुन प्रोसेसबाट एउटा सो गरेको, डिस्टिङ्गाइज गरेको हुन्छ, त्यसलाई अल्टरनेसन जेनेरेसन भनेर बुझ्नुपर्छ। अब यसबाट पनि एमसी क्वेसन भन्छ, वाट इज अ अल्टरनेसन जेनेरेसन? अल्टरनेसन अफ जेनेरेसन भनेको के हो भनेर बुझ्नुपर्छ। अब फेरि अर्को अल्टरनेसन जेनेरेसन भनेको दोज प्रोसेस भनेको विच आर इन्क्लुड भनेको स्पर्म फाइट र ग्यामेटोफाइट, स्पर्मजेनेसिस ग्यामेटोजेनेसिस पनि भन्दा हुन्छ, बोथ आर सेम। एन्ड अल्टरनेसन, अर्को फेरि एमसी क्वेसन के भन्छ भनेपछि अल्टरनेसन जेनेरेसन कुन चाहिँ हाम्रो सब डिभिजनमा पर्छ? यसरी अब कुन डिभिजनमा सब डिभिजनमा पर्छ? हाम्रो पेरिडोफाइटामा पर्छ। कुन सब डिभिजनमा पर्छ? पेरिडोफाइटा भनेर सब डिभिजनमा अल्टरनेसन जेनेरेसन चाहिँ इन्क्लुड भएको हुन्छ। त्यसपछि अब इक्जाम्पल छ, कसको इक्जाम्पल पेरिडोफाइटामा पर्ने कुन कुन प्लान्ट्स फर्म भयो, त्यसपछि लाइकोपोडियम, त्यस्तो प्लान्टहरू चाहिँ अल्टरनेसन जेनेरेसनमा पर्छ। त्यसपछि होरेस्टाइल भयो, त्यसपछि सिलाजिनिया एन्ड भनेको प्यानिमेनिया भनेर एउटा पानी प्लान्ट भनेको एउटा यस्तो प्लान्ट हो जुन चाहिँ हाम्रो मोइस्चर ठाउँमा डेभलप हुन्छ, त्यसलाई प्यानिमेनिया भन्ने प्लान्ट एउटा नाम दिएको छ, बोटानिकल टर्म हो। अनि इटिसी यस्तो प्लान्टहरू छ भने हाम्रो कुनमा इन्क्लुड भएको हुन्छ? सब डिभिजन भनेको पेरिडोफाइटामा इन्क्लुड भएको हुन्छ। त्यसपछि अब चाहिँ हामीले अर्को के पढ्ने भनेपछि अर्को पेज सब डिभिजन गाइमोस्पर्म। अब सब डिभिजन हाम्रो डिभिजन भनेको ट्राइकोफाइटामा पर्ने फर्स्ट डिभिजन हामीले पढिसक्यो। कुन डिभिजन पढ्यो भनेपछि हाम्रो फर्स्ट डिभिजन कुन थियो भने यहाँ हेर त, कुन डिभिजन हामीले पढेको? ब्राइडोफाइटामा क्यारेक्टरिस्टिक भनेको पेरिडोफाइटा भनेर पढिसकेको छौँ होइन। त्यसपछि अर्को पेरिडोफाइटा पढेपछि अर्को हाम्रो सब डिभिजन भनेको ग्याइमोस्पर्म भनेर आउँछ। यो ग्याइमोस्पर्मको बारेमा पढ्नुपर्छ। ग्याइमोस्पर्म भनेको के हो, ग्याइमोस्पर्म भनेको कहाँ पाइन्छ, यसको क्यारेक्टरहरूको बारेमा पढ्नुपर्छ। सब डिभिजन ग्याइमोस्पर्म भनेर, ग्याइमोस्पर्म भनेको ग्याइमोस्पर्म आर कन बेयरिङ भनेको कोन भएको, चुच्चो भएको, जुन तिखो सियोको पातहरू हुन्छ नि, जस्तै भनेको क्यालक्सकोहरू भयो, क्यालक्सको प्लान्टहरू जुन हुन्छ नि, कोन भएको कोन बियरिङ प्लान्टहरू, त्यस्तो प्लान्टहरूको बिरुवाहरू चाहिँ हाम्रो ग्याइमोस्पर्ममा सब डिभिजनमा पर्छ। ग्याइमोस्पर्म आर कोन बियरिङ प्लान्ट भनेको तिखो भनेको कोन भएको पत्ताहरू, प्लान्टहरू जुन हुन्छ, लिफहरू। दे डु नट ह्याभ सिड
इन्क्लोज यिनीहरूमा सिड जुन इन्क्लोज हुँदैन फ्रुटबाट, फ्रुटमा हुँदैन, दे डु नट ह्याभ सिड इन्क्लुड इन द फ्रुट, यिनीहरूको सिड चाहिँ जुन हाम्रो सिडहरू हुन्छ होइन इन्क्लोज हुँदैन फ्रुटमा। अनि त्यसपछि अर्को जुन छ हाम्रो इन्स्टेड अफ द भनेको फ्लावर दे बियर कोनहरू, यिनीहरूको जुन फ्लावर हुन्छ कस्तो हुन्छ भनेपछि बियर टाइपको कोन टाइपको हुन्छ। अनि अर्को क्यारेक्टर छ ग्यानोस्पर्म इज अल्सो नोन एज भनेको नेक, अनि त्यसपछि नेक भयो, त्यसपछि सी प्लान्ट हुन्छ, नेक एन्ड भनेको सी बियरिङ प्लान्ट भनिन्छ। एन्ड क्यान बी टर्म एज भनेको कोन बियरिङ प्लान्ट। ग्यामोस्पर्म अल्सो नोन एज भनेको नेक भनेको हाम्रो कस्तो टाइपको भनेको तिखो कोन भएको, जुन हाम्रो तिन कोन पाताहरू हुन्छ नि यस्तो तिखो भएको धारिलो, जस्तो साइकसको मैले इक्जाम्पल दिएँ, साइकसहरू भयो त्यस्तो टाइपको, साइकस भयो, पाइनसहरू, त्यस्तो प्लान्टहरूको लिप कस्तो हुन्छ भनेपछि कोन बियरिङ प्लान्ट भएको छ भने त्यस्तो सब डिभिजन भनेको गाइमोस्पर्ममा पर्छ। अनि त्यसपछि यसको क्यारेक्टर भनेको सब डिभिजन गाइमोस्पर्मको क्यारेक्टर फर्स्ट क्यारेक्टर छ गाइनोस्पर्म भनेको दे आर भनेको कोन बियरिङ प्लान्ट हुन्छ, कस्तो हुन्छ भनेपछि कोन बियरिङ प्लान्ट भएको हुन्छ। कोन बियरिङ प्लान्ट भनेको अघि पनि मैले भने कोन भएको र तिखो धारिलो पत्ता भएको जुन प्लान्ट्सहरू हुन्छ त्यस्तो प्लान्टहरू हाम्रो गाइनोस्पर्म सब डिभिजनमा इन्क्लुड भएको हुन्छ। नेक्स्ट 2 नम्बरमा क्यारेक्टर छ लिप्स आर लङ हुन्छ, यिनीहरूको जुन लिप्स हुन्छ गाइनोस्पर्ममा पर्ने प्लान्टहरूको लिप्स चाहिँ लङ हुन्छ क्या, तिखो भएको, तिखो पत्ताहरू जहिले लङ हुन्छ, जस्तै क्यालक्सको लिपहरू भनेको तिखो धारिलो हुन्छ कोन भएको, त्यो भनेको लङ भएको हुन्छ। हो त्यस्तो भएको क्यारेक्टर छ भने कोन बियरिङ प्लान्टहरू, त्यो प्लान्टहरू हाम्रो ग्यानोस्पर्म बनेको सब डिभिजनमा पर्छ। नेक्स्ट अर्को जुन चाहिँ हाम्रो नेक्स्ट क्यारेक्टर फ्लावर अफ ग्यामोस्पर्म आर भनेको युनिसेक्सुअल हुन्छ, जुन हाम्रो यो फ्लावर यो ग्यामोस्पर्ममा पर्ने जुन फ्लावरहरू हुन्छ ग्यामोस्पर्ममा पर्ने फ्लावर कस्तो हुन्छ युनिसेक्सुअल हुन्छ। युनिसेक्सुअल भनेको मेल ग्यामिट एन्ड फिमेल ग्यामिट भनेको सेपरेट भएको हुन्छ, त्यसलाई हामी युनिसेक्सुअल भनिन्छ। र फ्लावर अफ ग्यामोस्पर्ममा जुन फ्लावरहरू हुन्छ कस्तो हुन्छ युनिसेक्सुअल भएको हुन्छ। एन्ड यिनीहरूको पोलिनेसन इज ग्यामोस्पर्म अकर्स बाई द वाइन्ड भनेको हावा एयर थ्रुबाट भनेको पोलिनेसन हुन्छ। पोलिनेसन भनेको क्रस पोलिनेसन र सेल्फ पोलिनेसन कुरा आउँछ, जहाँ चाहिँ यहाँ सेल्फ पोलिनेसन क्रस पोलिनेसन पनि हुन्छ। हाम्रो ग्यामोस्पर्म जुन प्लान्ट हुन्छ सब डिभिजनमा पर्ने ग्यामोस्पर्म अकर्स बाई भनेको वेन अब हावाको थ्रुबाट पनि हुन्छ, त्यस्तो थ्रुबाट एयर हावाको थ्रुबाट भयो भने त्यस्तो पोलिनेसनहरू ग्यानोस्पर्ममा हुन्छ। अब इक्जाम्पलमा क्यालक्स भयो, क्यालक्सको लिपहरू हेऱ्यो भने हाम्रो कोन बेरिङ प्लान्ट हुन्छ भनेको तिखो टाइपको धारिलो हुन्छ, लामो लिप भनेको लङ लिप भएको हुन्छ। त्यसपछि क्यालक्स प्लान्टहरू, त्यसपछि पाइनसहरू भयो, अनि त्यसपछि फायर भनेको रुट हुन्छ, त्यो फायर लिप्सहरू भएको प्लान्ट हुन्छ, जुन प्लान्ट चाहिँ इन्क्लुड हुन्छ हाम्रो ग्यानोस्पर्म भनेर सब डिभिजनमा। नेक्स्ट अर्को छ हाम्रो सब डिभिजन भनेको एन्जियोस्पर्म। गाइमोस्पर्म त भयो होइन, गाइनोस्पर्म भयो, अब एन्जियोस्पर्मको बारेमा पढ्ने हो। एन्जियोस्पर्म भनेको के हो भनेर, एन्जियोस्पर्म आर मोस्ट एडभान्स्ड फ्लावरिङ प्लान्ट। अघि सब डिभिजन भनेको गाइनोस्पर्म भनेको नन फ्लावरिङ प्लान्ट थियो होइन, अब सब डिभिजन भनेको एन्जियोस्पर्म भनेको मोस्ट भनेको फ्लावरिङ प्लान्ट हुन्छ, जहाँ चाहिँ सिड आर इन्क्लोज इनसाइड द फ्रुट। उहाँ चाहिँ सिड चाहिँ इन्क्लोज भएको थिएन फ्रुटमा, कसमा भनेको हाम्रो ग्यानोस्पर्ममा भएको थिएन। त्यसपछि एन्जियोस्पर्ममा के भएको छ भने यिनीहरूको जुन फ्लावरिङ प्लान्टहरूमा सिड चाहिँ इन्क्लोज हुन्छ, इनसाइड भित्र चाहिँ फ्रुट भएको हुन्छ। त्यसपछि अर्को जुन छ क्यारेक्टर एन्जियोस्पर्मको क्यारेक्टर, फर्स्ट क्यारेक्टरमा के छ भनेपछि दे आर फाउन्ड इन, जुन एन्जियोस्पर्म जुन प्लान्ट्सहरू हुन्छ त्यो कहाँ पाइन्छ भनेपछि वाटरमा पाइन्छ। अनि वान भनेको वाटर अथवा भनेको वान मोइस्चर ठाउँमा पनि लेख्दा हुन्छ, यहाँ मोइस्चर ठाउँ पनि लेख्दा हुन्छ, वान वाटर अथवा भनेको मोइस्ट प्लेस पनि लेख्दा हुन्छ। मोइस्ट प्लेस भनेको हाम्रो वाटर र मोइस्ट प्लेसमा भनेको के पाइन्छ एन्जियोस्पर्मको प्लान्ट्सहरू पाइन्छ। नेक्स्ट अर्को जुन छ दे आर भनेको भास्कुलर प्लान्ट। दे आर कस्तो भास्कुलर प्लान्ट भएको हुन्छ, यिनीहरू पनि भास्कुलर टाइपको प्लान्ट हुन्छ, जाइलम र फिनोल भनेको कन्टेन भएको हुन्छ। त्यस्तो टिस्युजहरू छ भने जाइलम र फिनोल टिस्युजहरू कन्टेन भएको छ भने हाम्रो भास्कुलर प्लान्टभित्र पर्छ।
एन्जियोस्पर्म एन्जियोस्पर्म दे हेभ भनेको वेल डेभलप फ्लावर्स फ्रुट्स, यिनीहरू वेल डेभलप त हुन्छ र फ्रुट्सको पनि के भएको हुन्छ, डेभलप भएको हुन्छ एन्जियोस्पर्ममा पर्ने प्लान्टहरू। त्यसपछि अर्को क्यारेक्टर छ हाम्रो सिड आर इन्क्लोज इनसाइड द फ्रुट। अब गाइनोस्पर्ममा के थियो, सिड भनेको इन्क्लोज थिएन, फ्रुट जुन हाम्रो सिडहरू इन्क्लोज भनेको फ्रुटहरू थिएन, तर यसमा के हुन्छ, सिड आर इन्क्लोज हुन्छ, के इनसाइड द भनेको फ्रुट्सहरू हुन्छ सिडमा। तर यसको इक्जाम्पल भनेको क्यालक्स भनेको हाम्रो गाइनोस्पर्ममा क्यालक्सहरू पर्छ, तिको कन्भेरिङ प्लान्टहरू। तर यसमा एन्जियोस्पर्ममा के हुन्छ भनेपछि पिन भयो, ग्राम भयो, बिन भयो, त्यसपछि हाम्रो वेटहरू भयो, त्यस्तोहरू प्लान्टहरूको सिडहरू छ भने गोलो टाइपको सिडहरू हुन्छ, पी टाइपको, पी सेपको, जुन चाहिँ हाम्रो एन्जियोस्पर्म प्लान्टमा पर्छ। अब यो एन्जियोस्पर्म जुन सब डिभिजन छ, यो एन्जियोस्पर्मको सब डिभिजन भनेपछि यसलाई फेरि वान द बेसिस अफ नम्बर अफ भनेको कोडिलिडन्स प्रेजेन्ट इन दियर सिड्स। अब कोडिलिडन्स भनेको डाइकोडिलिडन्स र मोनोकोडिलिडन्स पनि हुन्छ। कोडिलिडन्स भनेको एउटा फेकल्टा भएको हुन्छ र दुईवटा फेकल्टा भएको, एउटा फेकल्टा भएकोलाई जुन हाम्रो मोनोकोडिलिडन्स भनिन्छ। एउटा फेकल्टा भयो जुन सिडहरूमा एउटा मात्रै फेकल्टा भएको छ भने, एउटा जस्तै बिउहरू छ, एउटा मात्रै सिङ्गल बिउ छ भने त्यसलाई मोनोकोडिलिडन्स भनिन्छ। अनि त्यसपछि डाइकोडिलिडन्स भनेको जस्तै हाम्रो सिडहरू डिफ्रेन्ट टाइपको सिड्सहरू हुन्छ, त्यसको भनेको दुईवटा कोडिलिडन भनेको जस्तै हामीले बिचमा जस्तै एउटा सिड भयो, सिडमा छुट्यायो भने खोल्दाखेरि यसरी भनेको दुईवटा फेकल्टा निस्किन्छ भने त्यसलाई हामीले डाइकोडिलिडन्स भनिन्छ। तर एउटा सिड छ, त्यो सिडलाई छुट्याउँदा भनेको कोडिलिडन्स हुँदैन, सिङ्गल एउटै मात्रै हुन्छ, एउटा मात्रै भयो भने मोनोकोडिलिडन्स हो। यसरी एन्जियोस्पर्ममा पर्ने जुन प्लान्ट्सहरूको सिडहरू हुन्छ त्यसको बेसिसमा टु टाइप्समा हुन्छ, मोनोकोडिलिडन्स पनि हुन्छ र डाइकोडिलिडन्स पनि हुन्छ। अब यो मोनोकोडिलिडन्स भनेको के हो र डाइकोडिलिडन्स भनेको के हो भनेर यसको बारेमा फेरि हामीले पढ्नुपर्छ। मोनोकोडिलिडन्स भनेको, अब क्लास मोनोकोडिलिडन्स, फर्स्टमा मोनोकोडिलिडन्स भनेको के हो, दोज प्लान्ट विच कन्टेन ओन्ली वान कोडिलिडन। त्यस्तो प्लान्टहरू हुन्छ जुनमा चाहिँ ओन्ली वान कोडिलिडन्स भनेको एउटा मात्रै फेकल्टा भएको हुन्छ, सिङ्गल फेकल्टा भनेको एउटा मात्रै भनेको पार्ट्सहरू कन्स्टिट्युटबाट बनेको हुन्छ, त्यसलाई हामीले मोनोकोडिलिडन्स भनिन्छ। इन दियर भनेको सिडमा, कहाँ हुन्छ, सिडमा हुन्छ है, जुन प्लान्टहरूको सिडहरू हुन्छ होइन, त्यो जस्तै सिड जस्तै हाम्रो म्याङ्गोको सिडलाई हामीले भित्र खोलेर हेऱ्यो भने डाइकोडिलिडन्स हुन्छ, किनभने त्यहाँ भनेको दुईवटा कोडिलिडन्स भनेको फेकल्टाहरू सेपरेट भइहाल्छ। अब जुन सिडहरूमा सेपरेट हुँदैन, सिङ्गल नै रहने फेकल्टा कोडिलिडन्स हुन्छ भने त्यो भनेको हाम्रो मोनोकोडिलिडन्सभित्र पर्छ। आर्कल भनेको मोनोकोडिलिडन्स। अब यो मोनोकोडिलिडन्सको क्यारेक्टरहरू, फर्स्ट क्यारेक्टरमा के पर्नुपर्छ, दे हेभ एन प्यारलल भेनासन इन दियर भनेको लिप्स। जुन यिनीहरू कस्तो हुन्छ मोनोकोडिलिडन्सहरू, दे हेभ भनेको प्यारलल टाइपको हुन्छ क्या, इक्वल्ली हुन्छ। मोनोकोडिलिडन्स भनेको जस्तै यो मोनोकोडिलिडन्स सिङ्गल एउटा सिड छ भने त्यो सिङ्गल सिड नै भएर प्यारलल रूपमा भेनिसन दियर लिप्स भएर बनेको हुन्छ। त्यसपछि अर्को जुन छ 2 नम्बरको क्यारेक्टरमा भ्यास्कुलर बन्डल बनेको हुन्छ। भ्यास्कुलर बन्डल इन मोनोकट आर स्क्याटर इन दियर स्टिमहरू हुन्छ। भ्यास्कुलर बन्डल भनेको एउटा भ्यास्कुलर बन्डल हुन्छ जुन चाहिँ हाम्रो लिप्सहरू स्टिमहरूमा प्रेजेन्ट भएको हुन्छ। मोनोकट हुन्छ, मोनोकट भनेको एउटा मात्रै जुन भ्यास्कुलर बन्डलमा प्रेजेन्ट भएको हुन्छ, एउटा मात्रै भएको हुन्छ भ्यास्कुलर बन्डलहरू। भ्यास्कुलर बन्डल भनेको प्लान्टको स्टिमहरूमा प्रेजेन्ट भएको हुन्छ, स्क्याटर इन द प्लान्ट स्टिममा हुन्छ, प्लान्टको स्टिमहरू हुन्छ नि त्यस्तो स्टिममा भ्यास्कुलर बन्डलहरू प्रेजेन्ट भएको हुन्छ। एन्ड इक्जाम्पल जस्तै भनेको माइस भयो, त्यसपछि माइस मकैको जुन बिउ हुन्छ नि हो त्यो चाहिँ हाम्रो मोनोकोडिलिडन्स, किनभने मकैको बिउहरू हेऱ्यौँ भने एउटा मात्रै कोडिलिडन्स हुन्छ, त्यसलाई हामीले छुट्याउन सकिँदैन दुईवटा कोडिलिडन्समा। त्यसपछि हाम्रो गहुँको जुन हाम्रो विट हुन्छ त्यसको भने पनि एउटै मात्रै फेकल्टा भएको हुन्छ। ब्याम्बु भनेको त्यसलाई हामीले ब्याम्बो भनेर, जुन बाँस हुन्छ त्यसको पनि एउटा भनेको मात्रै मोनोकोडिलिडन्स भएको भित्र पर्छ। त्यसपछि अर्को क्लास छ हाम्रो डाइकोडिलिडन्स। डाइकोडिलिडन्स भनेपछि के बुझ्नुपर्छ भने दोज प्लान्ट्स विच कन्टेन भनेको 2 कोडिलिडन्स इन दियर भनेको सिड, त्यसलाई डाइकोडिलिडन्स भनिन्छ। अब यसको क्यारेक्टरहरूको बारेमा पढ्नुपर्छ, डाइकोडिलिडन्स भनेको के हो भनेर। यसको क्यारेक्टर, फर्स्ट क्यारेक्टर छ डाइकोडिलिडन्सको, दे हेभ 2 कोडिलिडन्स। डाइकोडिलिडनमा कतिवटा कोडिलिडन्स हुन्छ, दुईवटा कोडिलिडन्स भएको हुन्छ। इन दियर भनेको सिडमा प्रेजेन्ट भएको हुन्छ। त्यसपछि अर्को जुन छ हाम्रो दे हेभ अ ट्याप
रुट हुन्छ। यिनीहरूको रुट सिस्टम कस्तो हुन्छ, ट्याप रुट सिस्टम हुन्छ। त्यसपछि हाम्रो मोनोकटमा भनेको मोनोकट र रुट सिस्टम थियो भने यसमा भनेको ट्याप कट रुट सिस्टम प्रेजेन्ट भएको हुन्छ। अर्को जुन छ भ्यास्कुलर बन्डल आर भनेको एरेन्ज इन द रिङमा हुन्छ। अर्कोमा हाम्रो के थियो भनेपछि मोनोकटमा भ्यास्कुलर बन्डलहरू जुन चाहिँ हाम्रो केमा भएको पाइन्थ्यो भनेपछि स्ट्रिममा थियो, तर यसमा भनेको रिङ सेपमा हुन्छ। अनि त्यसपछि भनेको स्ट्रक्चर एराउन्ड द भनेको स्ट्रिममा पनि प्रेजेन्ट भएको हुन्छ। इक्जाम्पल हेऱ्यौँ भने जस्तै पीहरू भयो, ग्राम अनि बी। अनि त्यसपछि अर्को जुन चाहिँ हाम्रो अर्ग्याङ ओरेन्ज हुन्छ, यहाँ ओरेन्जको बिउहरू हुन्छ, यहाँ रङ भएको छ ओरेन्जको यस्तो बिउहरू, ओरेन्जको बिउहरू भयो भने हाम्रो त्यस्तो बिउहरू सिडहरू चाहिँ डाइकोटिलेडन्समा पर्छ। अब डाइकोटिलेसन पर्छ। त्यसपछि अर्को जुन चाहिँ हाम्रो किङडम एनिमेलिया। अब किङडम भनेको एनिमलिया भन्यो, किङडम भनेको प्लान्टी सक्यो। किङडम प्लान्टीमा हाम्रो अब के थियो भनेपछि डिभिजन र सब डिभिजनहरू थियो। डिभिजन पनि हाम्रो 3 टाइपको थियो, जुन चाहिँ हाम्रो अल्गी अल्गी भनेको हाम्रो थाइलोफाइटा भयो, त्यसपछि ब्रायोफाइटा अनि ट्राइकोफाइटा। अब ट्राइकोफाइटामा पनि सब डिभिजन थियो, जुन चाहिँ हाम्रो पेरिडोफाइटा पनि भयो। त्यसपछि अर्को भनेपछि गाइनोस्पर्म र एन्जियोस्पर्म भनेको 3वटा सब डिभिजन थियो। यसरी हाम्रो किङडम प्लान्टीको बारेमा सक्यो। अब किङडम प्लान्टीको सक्यो भने अब चाहिँ हाम्रो किङडम एनिमेलियाको बारेमा आउँछ। किङडम प्लान्टी भनेको प्लान्टको बारेमा थियो अघि। अब चाहिँ हामी किङडम कुनको बारेमा पढ्छौँ, एनिमलको बारेमा पढ्छौँ। अब यो एनिमललाई पनि हाम्रो अर्ग्यानिजम जुन छ यसलाई 9वटा फाइलममा इन्क्लुड गरेको छ। 9वटा फाइलम भनेको फर्स्ट भनेको पोरिफेरा, सिलेन्ट्रेटा, प्लेथिहेल्मिन्थिस, अनि त्यसपछि लिमा हेल्मिन्थिस, एनेलिडा, आर्थ्रोपोडा, मोलस्का, इकानोडर्माटा अनि त्यसपछि कोडाटा। यसरी 9वटा फाइलममा किङडम भनेको एनिमलियालाई वा एनिमललाई भनेको 9वटा फाइलममा डिभाइड गरिएको छ, विभाजन गरिएको छ। जसमा चाहिँ सब फाइलमहरू के छ, 3वटा सब फाइलम छ। हेमिकोडाटा छ फर्दर डिभाइड भएको। त्यसपछि अर्को जुन छ यूरोकोडाटा, त्यसपछि फालोकोडाटा एन्ड भनेको भर्टिब्रेट। अब यो पनि भर्टिब्रेटलाई फेरि सब फर्दर डिभाइड गरेको छ 3वटा भनेको क्लासमा फिसेस छ, एम्फिबिया छ, त्यसपछि रेप्टाइल छ, म्यामल छ। 3वटा भनेको क्लासमा डिभाइड गरिएको छ। कुनलाई भनेको भर्टिब्रेटलाई। अब यो हाम्रो किङडम एनिमेलियामा 9वटा फाइलम भयो र अनि सब फाइलम भनेको 3वटा भयो अनि भर्टिब्रेटमा 4वटा भनेको क्लासहरू भयो। यसो एनिमेलियाको भनेको के हो त्यसको बारेमा पढ्ने, त्यसपछि सबै यो फाइलमको डिटेलमा पढ्ने। पोरिफेरा भनेको के हो, पोरिफेरा कस्तो एनिमल भयो भने पोरिफेरा हुन्छ, कस्तो एनिमलहरू जुन हाम्रो प्लान्टहरू, एनिमलहरू, अर्ग्यानिजमहरू सिलेन्ट्रेटामा पर्छ, सबैको क्यारेक्टरहरू 1 by 1 भनेको हामीले डिस्कस गर्नुपर्छ। किङडम प्लान्टिनिया नाउ ओके। अब सब डिभिजन भनेको हेमिकोडाटा अघि मैले फाइलम 9वटा फाइलम थियो होइन। किङडम भनेको प्लान्टी सक्यो हाम्रो। अब किङडम भनेको हाम्रो एल्मेनिया आयो। एल्मेनिया किङडममा 9वटा भनेको फाइलम हुन्छ, 9वटा फाइलम भयो। त्यसपछि लास्टमा जुन कोडाटा छ त्यो लास्टमा कोडाटालाई फेरि भनेको सब फाइलम 4वटामा डिभाइड गरेर 3वटामा डिभाइड गरिएको छ। 4वटामा होला है, 4वटामा चाहिँ 4वटामा डिभाइड गरिएको छ। त्यसपछि जुन हाम्रो 4वटा डिभाइड गरिएको छ भर्टिब्रेटलाई पनि 4वटा भनेको क्लासमा डिभाइड गरिएको छ। एम्फिबिया अनि रेप्टाइल भनेको म्यामल, यसरी 4वटामा डिभाइड गरिएको छ। अब सब फाइलम भनेको हेमिकोडाटा भनेको के हो, यूरोकोडाटा भनेको के हो, सिफालोकोडाटा भनेको के हो, भर्टिब्रेट भनेको सबैको डिफिनेसन हामीले जान्नु जरुरी छ। किनभने यस्तो डिफिनेसनहरू जहिले पनि हाम्रो एमसिक्यू क्वेसनमा, मल्टिपल चोइस क्वेसनमा भनेर आउँछ। जस्तै भनेको हेमिकोडाटा, वाट इज अ हेमिकोडाटा हुन्छ, एउटा भनेको सर्ट डिफिनेसन हालेको हुन्छ। त्यसपछि हामीले यस्तो मल्टिपल चोइस क्वेसनमा टिक लगाउनु पर्छ। सब फाइलमको हेमिकोडाटामा नोटोकट इज प्रेजेन्ट, जुन नोटोकट हुन्छ नि त्यो प्रेजेन्ट हुन्छ इन द एन्टेरियर रिजन अफ द दियर बडी। नोटोकट भनेको प्रेजेन्ट हुन्छ एन्टेरियर रिजनमा प्रेजेन्ट छ भने नोटोकट भनेको त्यसलाई हामीले हेमिकोडाटा भनिन्छ। एन्टेरियर र पोस्टेरियर दुईवटा रिजन हुन्छ है, एन्टेरियर रिजन र पोस्टेरियर रिजन। जुन चाहिँ नोटोकट हो, जुन हाम्रो हेमिकोडाटामा फाइलममा पर्ने अर्ग्यानिजमहरूमा जुन एन्टेरियर रिजनमा भनेको नोटोकट चाहिँ प्रेजेन्ट भएको छ भने त्यसलाई हामीले हेमिकोडाटा भनिन्छ। अनि अर्को जुन छ यूरोकोडाटा, यूरोकोडाटा भनेको नोटोकट इज प्रेजेन्ट इन द
टेल रिजन जुन नोटोकट छ त्यो प्रेजेन्ट कहाँ हुन्छ भनेको टेल रिजनमा। अब द भनेको लार्भा स्टेजमा छ, बट लार्भा स्टेजमा मल्ली हुन्छ है, बट इट भनेको इज नट प्रेजेन्ट इन द एडल्ट भनेको स्टेजमा हुँदैन। लार्भा स्टेजमा मात्रै नोटोकट प्रेजेन्ट इन द भनेको टेल रिजनमा छ भने त्यसलाई यूरोकोडाटा भनिन्छ। तर इट इज नट प्रेजेन्ट भनेको एडल्ट स्टेजमा भएको हुँदैन। त्यसपछि अर्को सिफालोकोडाटा भनेको नोटोकट भनेको एक्जेन्ट फ्रम एन्टेरियर रिजन। नोटोकट कहाँ प्रेजेन्ट हुन्छ भनेपछि एन्टेरियर रिजन टु द पोस्टरियर, एन्टेरियर रिजनदेखि लिएर पोस्टरियर रिजनदेखि प्रेजेन्ट भएको छ भने त्यस्तो अर्गानिजमहरू जसको बडीमा त्यो भनेको हाम्रो सिफालोकोडाटाभित्र पर्छ। भर्टिब्रेट भनेको नोटोकट इज प्रेजेन्ट इन भनेको इम्ब्रियोनिक स्टेज। नोटोकट जुन हुन्छ त्यो कहाँ प्रेजेन्ट भएको हुन्छ इम्ब्रियोनिक स्टेज, जहाँ इम्ब्रियोमहरू स्टार्टिङ स्टेजहरू इम्ब्रियो स्टेजहरू हुन्छ त्यस्तो भनेको भर्टिब्रेटहरूमा प्रेजेन्ट भएको हुन्छ। बट भनेको लेटर रिप्लेस्ड बाई भर्टिब्रेल कोलम इन देयर भनेको अडुल स्टेजमा भनेको हुँदैन।